नमस्कार सबैमा म धनमल्ल शुभ बिहानीसँगै आजको दिन सबैको शुभ रहोस्। अनि जुनसुकै ठाउँमा भए पनि देश तथा विदेशमा जता गएर बस्नुभएको भए तापनि स्वस्थ अनि मस्त रहनुहोला भन्न म चाहन्छु। र म तपाईहरु समक्ष हरेक दिन आफ्नो कामको तयारी गर्दाखेरि एउटा न एउटा देउडा ल्याएर आएको हुन्छु। र आज पनि तपाईहरु समक्ष म एउटा देउडा ल्याएर आइसकेको छु। र देउडा गीत मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनु होला भन्न चाहन्छु। बाँकी यो देउडा गीतबाट मान्छेको परानी जन्मनु मरनु पर्ने मान्छेको परानी हे मान्छेको परानी जन्मनु मरनु पर्ने मान्छेको परानी हे जलेर खरानी हुनु छ सबैले एक दिन जलेर खरानी हे जलेर खरानी हुनु छ सबैले एक दिन जलेर खरानी। यस्तै हो हजुर, के गर्नु, बाँचुन्जेल हाँसी खुसी बाँच्नुपर्छ। बाँचुन्जेल कसैको कुरा कसैको रिक्सदाग गर्नु हुँदैन। र 2 दिनको जिन्दगी हो, एकदम राम्रो तरिकाले जिउनुपर्छ। जिन्दगी सधैँ पाइँदैन। त्यही भएको कारणले गर्दा देउडालाई माया गरौँ। देउडा सुदूरपश्चिमको शान हो। त्यही भएर देउडालाई बचाउनुपर्छ, संस्कृति बचाउनुपर्छ आफ्नो भन्ने मान्यता मेरो विगत लामो समयदेखि रहिआएको छ। र म चाहिँ विगत लामो समयदेखि देउडा क्षेत्रमा लागेको मान्छे पनि हो। र क्यासेटको जमानादेखि अहिलेसम्म भनौँ न। त्यही भएर म चाहिँ बजारमा नआएको कारणले गर्दा त्यति साह्रो मान्छेले चिन्न सकेनन्। त्यही भएर आफ्नो चाहिँ संस्कृतिलाई बचाउनुपर्छ। र आफूमा भएका लुकेका कलाकारहरूलाई पनि लुकाउनु हुँदैन, देखाउनुपर्छ भन्ने मेरो मान्यता हो। पहिलाको जस्तो छैन अहिले सामाजिक सञ्जालहरू छ। सानो एउटा सस्तो मस्तो मोबाइल छ भने आफ्नो प्रतिभा कलाकारहरू देखाउन सकिन्छ। मान्छेले चिन्छन्। मान्छेले राम्रो भयो भने साथ पनि गर्छन्। अहिले त पहिला जस्तो छैन। त्यही भएर आफ्नो संस्कृतिलाई बचाउनुपर्छ। त्यही भएर मैले चाहिँ तपाईहरु समक्ष प्रत्येक दिन म यही टाइम काम गर्दै गर्दा एउटा न एउटा भिडियो देउडा ल्याएर आएको हुन्छु र माया गरिदिनु होला र तपाईहरुको साथ सपोर्टले
मलाई पनि अगाडि काम गर्ने मौका मिल्नेछ। अनि युट्युबमा गएर मेरो धनमल्ल युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोला भन्न चाहन्छु। र बाँकी एउटा गीतका भिडियोहरू प्रत्येक दिन तपाईँहरू समक्ष ल्याएर आउने नै छु भन्दै अहिले तपाईँहरूबाट म छुट्टिन्छु। हस्त नमस्कार, धन्यवाद।